यहाँहरू सबैजनालाई मेरो यस खानाका कुरा युट्युब च्यानलमा स्वागत छ। आज मैले हजुरहरूसँग करेन्ट चाउचाउ कसरी पकाउने भन्ने भिडियो लिएर आएकी छु। भिडियो अन्तिमसम्म हेरिदिनु होला। करेन्ट चाउचाउ नेपालमा निकै नै रुचाइएको चाउचाउ हो। 2 जनाको लागि करेन्ट चाउचाउ तयारी गर्दा 2 प्याकेट करेन्ट चाउचाउ, 2 वटा अन्डा, एउटा गाजर, एउटा पियाज, अलिकता धनियाँ र 1 चम्चा नुन लिनुपर्छ। करेन्ट चाउचाउ भित्र 3 वटा सानो सानो प्याकेट हुन्छ। यहाँ हेर्न सक्नुहुन्छ। यो सिजनिङ पाउडरले चाउचाउलाई पिरो बनाउँछ। त्यस्तै यो चिल्ली ओइलले चाउचाउलाई रातो कलर दिन्छ। त्यस्तै यो भेजिटेबलको टुक्रा भएको पाउडर हो। 800 ml देखि 1 लिटर पानीमा 1 चम्चा नुन र भेजिटेबल पाउडर राखी उमाल्नुपर्छ। पानी उम्लिसकेपछि करेन्ट चाउचाउलाई टुक्रा नपारी एक एक गरी राख्नुपर्छ। पानीमा नुन राखी उमालेको हुनाले चाउचाउलाई 5 मिनेट जति उमालेपछि चाउचाउ पाक्छ। अब यो उम्लिसकेको चाउचाउको पानीलाई स्ट्रेनर छान्नीको मद्दतले निकाल्नुपर्छ। पानी निकालिसकेपछि चाउचाउ तयार हुन्छ। तयार भएको चाउचाउमा गाजर, पियाज र धनियाँ ठिक्क साइजमा काटी चाउचाउमा मिसाउनुपर्छ। यसले चाउचाउको पिरोलाई कन्ट्रोल गर्छ। यसपछि मैले अब सिजनिङ पाउडर मिसाउँछु। यो एकदमै पिरो हुने भएकोले 2 प्याकेट मध्ये 1 वटा मात्र मिसाउँछु। त्यस्तै चिल्ली ओइल पनि मिसाउँछु। यो हेर्दा रातो भए पनि पिरो चाहिँ हुँदैन। यसले चाउचाउलाई रातो कलर मात्र दिन्छ। सबै चिज मिसाएपछि चाउचाउलाई मजाले चलाउनुपर्छ। 2 मिनेट जति चलाएपछि अब यो करेन्ट चाउचाउ खानका लागि तयारी भयो। अब यसलाई मिठो गरी खान सकिन्छ। आजको रेसिपी हजुरहरूलाई कस्तो लाग्यो त? राम्रो लागे लाइक, कमेन्ट र सेयर गरिदिनु होला। त्यस्तै यस खानाका कुरा च्यानलमा नयाँ हुनुहुन्छ भने तलको सब्स्क्राइब बटन थिची सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद। बाई बाई। टेक केयर।